Okay, today we are going to make a beat. एउटा गीतको धुन बनाउन जाँदैछौँ हामी र यसमा चाहिँ सबभन्दा पहिला मैले टोनहरू लिएको छु है। टोनहरू चाहिँ मैले कुन कुन लिएको छु भन्दा एउटा आरएस स भन्ने टोन लिएको छु, अनि त्यसपछि अर्को चाहिँ मैले फ्लुट लिएको छु, अर्को चाहिँ ट्रम्पेट लिएको छु, अनि त्यसपछि चाहिँ त्यही ट्रम्पेटको मिक्स छ, दुईटा ट्रम्पेटको मिक्स छ, अनि एउटा चाहिँ मुसेट भन्ने लिएको छु। यो चाहिँ माउथ अर्गान जस्तो छ। अब यसमा चाहिँ अब हामी टुक्रा टुक्रा गरेर यसलाई अलिअलि गर्दै हामीले चाहिँ एउटा बिट तयार गर्छौँ है त। ल पहिला रेकर्डिङ गरौँ। युजरमा रेकर्ड हुँदैछ। तर यसमा हामीले अझ मेट्रोनिम राख्यो भने सजिलो हुन्छ। अब यसलाई हामीले बिट बनाउँदैछौँ है। अब यसलाई चाहिँ हामीले अब उ त भयो हैन, ट्युनिङ त भयो। अब यसलाई चाहिँ उ हालौँ, बिट हालौँ। बिट हाल्दाखेरि चाहिँ मैले ब्याङ्क 2 मा एउटा राखेको छु। यो अब यही अनुसार चाहिँ हामी यो अनुसार हामीले बिट पनि राख्छौँ है त। अब यसको रेकर्डिङमा जाउँ। रेकर्डिङमा गएर रेकर्डिङ 2 मा गरौँ यसलाई। अब अघि त बिचमा अलिकति बिग्रेको छ, त्यसलाई फेरि सुरुबाट है त। त्यही यो चलिरहेको छ।
अब कस्तो भयो हेरौँ है त एकपटक सुनौँ। यहाँ राइटिङ हुँदैछ है। यहाँ अब हामीले बनाएको चाहिँ राइटिङ भनेर आइरहेको छ। ल यसले राइटिङ गरेर सक्यो। अब हामीले बनाएको बिट कस्तो भएछ एकताल सुनौँ। यो बिग्रेको पोर्सन हो। यसलाई चाहिँ पछि एडिट गरेर फाल्न मिलेछ भने फालौँला, नत्र यही राखौँला।